is Rafika Tamang, and I'm here in the field with my friends over here. We're just planting some rice here, and we are really happy that we get to learn new things here. Some of my friends here are just putting growing them in. Some of them are picking them. Some of them are we're having really fun, and thank you. समीक्षा आज तिमीलाई धान रोपाइमा कस्तो लाग्यो नि? मलाई त राम्रै लाग्यो नि, तिमीलाई त कस्तो लाग्यो नि? मलाई पनि असाध्यै रमाइलो लाग्यो। मलाई त असाध्यै रमाइलो लाग्यो। यहाँ त धान रोप्न पनि रमाइलो हुने रहेछ है। नमस्ते सम्पूर्णमा। आज चाहिँ हामी सरस्वती आदर्श विद्याश्रमबाट कक्षा 7 मा अध्ययनरत 7 क र ख का दुईटै सेक्सनका बच्चाहरूलाई चाहिँ फिल्ड ट्रिपको रूपमा चाहिँ घारमी चितेपानी भन्ने ठाउँमा चाहिँ धान कसरी रोपिन्छ, यसको महत्त्व के हो र यो कहाँबाट फल्छ भन्ने कुरा सिकाउनको लागि यहाँ लिएर आएका छौँ। मलाई चाहिँ फिल्ममा टिकटक बनाउन मन लाग्थ्यो, तर साथीहरूको अगाडि लाज लाग्यो। हामीहरू चाहिँ धान रोप्न आएको स्कुलबाट, अनि यहाँ चाहिँ धान रोपिरहेछ धेरैले। यहाँ आन्टीहरूले हामीलाई सिकाउनु भयो, अनि एकदम मजा आयो। अनि हामीहरू यहाँ लर्निङ पेजमा छौँ। हेलो, हामी चाहिँ दही चिउरा खाँदैछौँ। आज चाहिँ लास्टी रमाइलो भयो है तपाईँलाई। हेलो, अरे हामीले दहीपुरी खाँदैछौँ। दहीपुरी दही चिउरा खाँदैछौँ। धेरै मिठो छ। भर्खरै खेतबाट आएको, अहिले रमाइलो गर्ने बेला छ। खाजा खाने ब्रेक टाइममा दही चिउरा अनि के अरे तरकारी। Hi, my name is Rafika Tamang, and I'm here in the field with my friends over here. We're just planting some rice here, and we are really happy that we get to learn new things here. Some of my friends here are just putting growing them in. Some of them are picking them. Some of them are we're having really fun, and thank you. समीक्षा आज तिमीलाई धान रोपाइमा कस्तो लाग्यो नि? मलाई त राम्रै लाग्यो नि, तिमीलाई त कस्तो लाग्यो नि? मलाई पनि असाध्यै रमाइलो लाग्यो। मलाई त असाध्यै रमाइलो लाग्यो। यहाँ त धान रोप्न पनि रमाइलो हुने रहेछ है।
नमस्ते सम्पूर्णमा आज चाहिँ हामी सरस्वती आदर्श विद्याश्रमबाट कक्षा 7मा अध्ययनरत 7 क र ख का दुईटै सेक्सनका बच्चाहरूलाई चाहिँ एज अ फिल्ड ट्रिपको रूपमा चाहिँ घारमी चितेपानी भन्ने ठाउँमा चाहिँ धान कसरी रोपिन्छ, यसको महत्त्व के हो र यो कहाँबाट फल्छ भन्ने कुरा सिकाउनको लागि यहाँ लिएर आएका छौँ। मलाई चाहिँ फिल्ममा टिकटक बनाउन मन लाग्थ्यो तर साथीहरूको अगाडि लाज लाग्यो। आज हामीहरू चाहिँ धान रोप्न आएको स्कुलबाट अनि यहाँ चाहिँ धान रोपिरहेछ धेरैले। यहाँ आन्टीहरूले हामीलाई सिकाउनु भयो अनि एकदम मजा आयो अनि हामीहरू यहाँ लर्निङ पेजमा छौँ। हेलो, हामी चाहिँ दही चिउरा खाँदैछौँ। आज चाहिँ लास्ट रमाइलो भयो है तपाईँलाई। अरे हामीले दहीपुरी खाँदैछौँ। दही चिउरा खाँदैछौँ। धेरै मिठो छ। भर्खरै खेतबाट आएको अहिले रमाइलो गर्ने पेला छ खाजा खाने ब्रेक टाइममा दही चिउरा अनि के अरे तरकारी